आमा भन्ने शब्द छ एकदम प्यारो होइन हर मनमुटुमा बसेको शब्द एउटा आमा भन्ने छ टिकटकमा आउने मेरो लाइफमा बसेर रमाइलो गर्ने साथीभाइहरूले चाहिँ आई थिङ्क सुनिसक्नु भएको छ धेरैजनाले मन पराइदिनु भएको छ र आज अब युट्युबमा फेस गरौँ न भन्ने लगाएर म आज युट्युबमा आएको एउटा आमा भन्ने शब्द सुन्नेमै गाइस कस्तो लाग्छ कमेन्ट गरौँ चौरी परेको थियो तिम्रो मुहारामा चौरी परेको थियो तिम्रो मुहारामा म हेरी थाक्ने छैन थमिलो हुँदै गएको थियो तिम्रो नजर म डुबिसक्ने छैन तिम्रो स्मरण शक्ति हराउँदै गएको छ थाहा छ तिम्रो मस्तिष्क बिलाउँदै गएको छ थाहा छ आमा गाह्रो हुन्छ थाहा छ असहज हुन्छ तर त्यसमा म हराउन दिने छैन आफूलाई मलाई याद छ तिमीले आँखा चिम्म गर्न पाएको त्यो रात मलाई याद छ तिमीले आँखा चिम्म गर्न पाएको त्यो रात अनि थकाइ मार्न नपाएको त्यो दिन फेरि म त्यो पललाई फर्किने दिने छैन आमा बगिसकेको खोला फर्केर आउने छैन आमा तिमी ढुक्क बस म छु नि तिम्रा लागि तिम्रो हात समाउनको निम्ति मलाई जन्म दिएको होइन र तिम्रो हात समाउनकै निम्ति मलाई जन्म दिएको होइन र किन डराउँछौ आमा कुनै बाधा आउन दिने छैन आमा तिम्रो सामु म हराउँछु आमा तिम्रो काख नपाउँदा म कराउँछु आमा तिम्रो साथ नपाउँदा म आमा लेख्छु तिमी आफूलाई हेरिबस्नु म समुद्रको गहिराई नाप्ने कोसिस गर्छु तिमीले आफूले माया गरेको याद सम्झिनु म पवित्र रचना कोर्ने गर्छु तिम्रो हात छातीमा राख्नु अनि मैले अन्तिम सास भेट्न पाए हुन्थ्यो आफूलाई यादमा बेरिराख्नु चौरी परेको थियो तिम्रो मुहारामा म हेरी थाक्ने छैन तिम्रो थमिलो हुँदै गएको त्यो नजर म डुबिसक्ने छैन आमा म हराउँछु आमा तिम्रो काख नपाउँदा म हराउँछु आमा तिम्रो काख नपाउँदा म कराउँछु आमा तिम्रो साथ नपाउँदा यो जन्जालको केही कुरा गर्नु र फेरि आमा जो बन्न सकेन जो रोज्न सकेन भयो आज 4 दिन छुट्टिएको तर थाहा लाग्छ कि 4 जन्म छुट्टिए चाहिँ साँच्चै आमा म हराउँछु साँच्चै आमा म हराएको मानव थाहा छ होला मानव हराउँछ केवल आमाको काखमा यो शब्दमा भन्न सक्दिनँ तिमीलाई कति सताए हुन त कहाँ छोडेको छु र अझै सताउन म तिम्रा लागि केही शब्द लेख्दैछु तर केही शब्दै फेटिन तिम्रो लागि आमा भन्ने शब्द कहाँदेखि सुरु गरौँ अनि कहाँ लागि टुङ्ग्यौँ मैले बाटै फेटिन म हराउँछु आमा तिम्रो काख नपाउँदा म कराउँछु आमा तिम्रो साथ नपाउँदा थ्याङ्क यू सो मच गाइस हेलो गाइज सबैजनालाई नमस्ते म जान्नी हजुरहरूको प्यारो मान्छे सो कस्तो भन्दाखेरि मैले आज आफ्टर लङ टाइम पछि भिडियो बनाउँदैछु समयपछि युट्युबमा भिडियो कन्टेन्ट बनाउन पाएको छु आज चाहिँ थोरै फ्री टाइम पाएर सो कस्तो भइरहेको छ टिकटकमा माया दिने साथीभाइहरू चाहिँ एकदम मनभित्रदेखि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु बहुत
साथ सपोर्ट दिनुभएको छ टिकटकमा, त्यस्तै साथ सपोर्ट मैले युट्युबमा पाउन सकेँ भने आई थिङ्क बेटर हुनसक्छ भन्ने लाग्छ मलाई चाहिँ।